के भन्नुहुन्छ उहाँलाई थाहा होला डन्जीको चम्चा अरे बिचरा उहाँलाई मैले अहिलेसम्म देखेको छैन को हो कहाँ हो के थाहा पनि छैन होइन नबोलेको छु आज कसैसँग झगडा परेको थियो तिम्रो किन यहाँ लेखिरहेछ रोडमा झगडा गर्दै देखेको थियो भनिदिनु नि त्यहाँ भनेको कुरा सबै सत्य हुन्छ यहाँ भनेको कुरा सबै सत्य हुन्छ हजुरले भने किन त्यस्तो बोल्सिन्छ त हजुर सोधेको झगडा परेको थियो कि थिएन एक्चुअली झगडा कोहीसँग पर्दैन मेरो ए अघि फोनमा बोले सुनेको थियो एकजना मान्छेसँग त्यो मतलब फोनमा के भनिरहेको थियो त्यो माइक अन यस्तै गरौँ ए माइक अन रहेछ त्यस्तो नगर्ने गर न माइक अफ गरेर गर्दैन मान्छे है म तर नराम्रो नलिनु अरे ओके अब नराम्रै भनेपछि त कसरी राम्रो लिनु र यस्तै क्या गुण गर्ने मान्छेले बैगुण पाउँछ यस्तै हो बुझिहाल्नुहुन्छ नि मैले बानेश्वरमा ट्राफिकसँग डिस्कस भएको देखेको थिएँ मोटरसाइकलै चलाउँदैन किन गर्छ ट्राफिकसँग डिस्कस ओके बट मलाई कसैले नराम्रो उहाँको बारेमा भन्दैमा मलाई त्यति धेरै फरक चाहिँ पर्दैन है खेल्ने अझै म जान्छु गेम खेल्न नि जानु डिएसपिएल के हुन्छ के थाहा हुन्छ के हुन्छ नि अब कसलाई थाहा हुन्छ साथीहरू एसडिएल किनेको छु एसडिएल धेरै अगाडिदेखि रहेछ अहिलेसम्म छ कति किता छ तिमी बिस्तारै आज भोलि भन्छ तिम्रो पोर्टफोलियो त ठुलै रहेछ 200 सबै राखेको छौ मलाई ब्याङ्कले ऋण जति पनि दिन्छ माग्यो भने किन भन्नु बिजनेस लोन टन्नै दिन्छ फोन गराउनुहुन्छ क्या ऋण लिन आएछौ त्यो कस्तो ढाँटेको 10 लाख रुपियाँ उठ्यो के भन्नु आउँदैन यार प्राइभेट कुरा यसमा पैसा डुबेको छ त्यो उठ्नु भनेको प्राइभेट के हो मेरो यहाँ डुबेको छ पैसा या ब्रोकरले 22 करोड दिएको तिरेको छैन अहिलेसम्म के भन्नु तपाईसँग भएका कहिलेकाहीँ राम्रो कुरा कहिलेकाहीँ नराम्रोको बेला टेन्सनको कुरा गरेर पीडाको कुरा यस्तो कुराहरू भएपछि चाहिँ यहाँ नगर्नु न लाइभमा कस्तो रिस उठ्छ लाइभमा पीडाको कुरा गरेर के हुन्छ र दिमाग सड्किन्छ यार यो मान्छे देखेर बेला बेला मलाई कतिखेर कस्तो कुन टपिकमा मान्छेले के भएर कति कुराहरू सेयर गरिराखेको हुन्छ तपाईँ धेरै यार सोझो छु सोझो होइन दिमाग तपाईँले गर्दा सानो गाली खाए कससँग गाली खायो मसँग मिस्टर डन्जी वेलकम डनले जिताउँछ हो तिमीलाई डन की पुलिस 16 मुल्कों की नहीं डन की गाइस डबल ट्याप ल मेरो साथीहरु कोही आउनु भएको छैन सबै शेयर मार्केटको मात्र हुन्छ मेरो साथी एउटा मात्र इन्ट्री गरेको भए त्यो पनि सर हारिहाल्नु थियो हैन सर गफाडी बुढारे हैन गफ त लाउनु परिहाल्छ हैन साथीहरु उहाँको गफ लाउने शैली राम्रो छ मिठास पनि तरिकाले लाउनुहुन्छ हैन सर उत्तानो छक्का जस्तो छ हेर्दा भन्छ लेखेको छ के भनिस्यो उत्तानो छक्का जस्तो छ हेर्दा त सन्तुजीले लेख्नु भएको छ अब त्यस्तो नेगेटिभ मेसेज पढ्नुहुन्छ आजकल मलाई नेगेटिभ भनेको तपाईलाई मन पर्छ हो हैन को उत्तानो के थाहा मलाई अनि कसको बारेमा लेख्या त्यो बुझ्न खोजेको कि जी वेलकम नमस्ते चुटिया खाते के भनिस् फेरि बोल त छोडा मेरो अगाडि आएर बोल न
अनि देख्छस् मेरो औकात कस्तो रहेछु म भनेर के भयो ब्लक हान न सिधै